हेलो एभ्रिवान, आज हामी हेर्नेछौँ क्यारेक्टरिस्टिक्स अफ ट्रान्सजिस्टर भनेर टपिक रहेको छ। यो चाहिँ नेपाल विद्युत प्राधिकरणमा है एनएमा लेभल 5 मा सोध्ने प्रश्न है, टेक्निकल तर्फको अन्तर्गत पर्ने प्रश्न हो। यो चाहिँ च्याप्टर 4 बेसिक पावर इलेक्ट्रोनिक्समा पर्ने एउटा टपिक हो, क्यारेक्टरिस्टिक्स अफ ट्रान्जिस्टर। लेट्स सी, पावर ट्रान्जिस्टर 3वटा रिजनमा सञ्चालन हुन्छ। कतिवटा हुन्छ भने पावर ट्रान्जिस्टर चाहिँ 3वटा रिजनमा हुन्छ। एक्टिभ हुन्छ एउटा, एक्टिभ रिजन, कट अफ रिजन एन्ड सेचुरेसन हुन्छ है। एक्टिभ कट अफमा चाहिँ के हुन्छ, बेस करेन्ट 0 हुन्छ भनेर चाहिँ कट अफ रिजनमा के हुने भयो त, बेस करेन्ट अलवेज 0 हुन्छ भनेर भन्न पर्यो। त्यसै गरी सेचुरेसन रिजनमा चाहिँ बेस करेन्ट चाहिँ म्याक्सिमम हुन्छ भनेर भन्न पर्ने हुन्छ। लेट्स सी, यसको क्यारेक्टरिस्टिक हेरौँ। इनपुट क्यारेक्टरिस्टिक अफ ट्रान्जिस्टर भनेर भनेको छ। पावर ट्रान्जिस्टरको इनपुट क्यारेक्टरिस्टिकमा के भनिरहेको छ, यसमा चाहिँ बेस इमिटर भोल्टेज युजर्स इमिटर करेन्ट, जसलाई चाहिँ आइई को डिस्क्राइब गरिन्छ भनेर चाहिँ, जसमा कलेक्टर इमिटर भोल्टेज VCE लाई स्टेबल राखिन्छ। कहाँ छ यहाँ, VCE लाई के गर्ने भयो त, स्टेबल राखिने भयो है। जस यहाँ दिएको छ E1 V2 E2 V2 VE E3 VE V3 भनेर दिएको छ कि छैन। यसलाई के गर्ने भयो त, यसले स्टेबल राख्ने काम गर्ने भयो भनेर भन्न पर्यो। नेक्स्ट पोइन्ट हेरौँ। बेस इमिटर जङ्सनमा ट्रान्जिस्टरले डायोडको जस्तै कार्य गर्छ भनेर चाहिँ के भनिरहेछ, बेस इमिटर जङ्सनमा चाहिँ ट्रान्जिस्टरले डायोडको जस्तै काम गर्दछ भनेर भन्न पर्ने हुन्छ। यस कारण चाहिँ ट्रान्जिस्टर ग्राफ पनि डायोडको फरवर्ड बेसमा हुन्छ। के भनिरहेछ है, ट्रान्जिस्टर के कारणले रहेछ त, ट्रान्जिस्टरको डायोड जस्तै काम गर्ने भएकाले यसको ग्राफ पनि डायोडको फरवर्ड बेसमा जस्तै हुन्छ भनेर भन्न पर्ने हुन्छ। अर्को पोइन्ट हेरौँ। विभिन्न VCE भनेको के हो, भोल्टेज, कलेक्टर एन्ड इमिटर। भोल्टेजमा ट्रान्जिस्टरको ब्रेकडाउन कर्भ चेन्ज हुन्छ भनेर चाहिँ, कर्भ चेन्ज हुन्छ भनेर चाहिँ यही छ कर्भहरू, यो के हुने भयो त, चेन्ज हुन्छ भनेर भनिरहेको छ। आउटपुट क्यारेक्टरिस्टिक हेरौँ। यसको दुईटा क्यारेक्टरिस्टिक रहेछ है, इनपुट एन्ड आउटपुट भन्ने रहेछ। आउटपुटमा के भन्छ, ट्रान्जिस्टरको आउटपुट क्यारेक्टरिस्टिकमा चाहिँ कलेक्टर इमिटर भोल्टेज VCE, कलेक्टर करेन्ट IC को व्याख्या गरिन्छ। के को व्याख्या गरियो, कलेक्टरको, इमिटरको, भोल्टेजको अनि कलेक्टर करेन्टको चाहिँ के गरियो त, यसमा व्याख्या डिस्क्राइब गरिन्छ। तब बेस करेन्ट IB लाई चाहिँ स्टेबल गरिन्छ। हेर्नु है त, माथि केलाई स्टेबल गरिन्थ्यो, VCE लाई स्टेबल गरिन्थ्यो भने इनपुटमा, आउटपुटमा केलाई गरियो, यसमा चाहिँ बेस करेन्टलाई चाहिँ स्टेबल गरियो भनेर भनेको छ। त्यसैले बेस करेन्टलाई 0 देखिन्छ। के गर्यो, बेस करेन्ट 0 हुन्छ। म्याक्सिमम भ्यालुमा परिवर्तन गरी सप्लाई दिँदा निम्न कर्भ तथा रिजन देखा पर्छ भनेर चाहिँ यसमा चाहिँ कट अफ रिजन भनेर यता देखेको छ। एक्टिभ भन्यो भने हेर्नु माथितिर गइरहेछ, अनि ब्रेकडाउन भन्यो भने यहाँनिर स्टप भइरहेछ।